नमस्ते साथीहरू। आज हामी जापानी भाषाको JLPT/NAT N5 लेभलको एउटा यस्तो महत्त्वपूर्ण व्याकरण ग्रामर सिक्नेछौँ जुन परीक्षामा धेरै पटक सोधिने गरिन्छ। प्रश्न यस्तो छ, दुईजना साथी A र B बीच कुराकानी भइरहेको छ। A, तानाका-सानको फोन नम्बर थाहा छ? तानाका-सान नो देनवा बाङ्गो शित्ते इमास्का? B, इए। अब यो खाली ठाउँमा के हुन्छ त? यहाँ चारवटा अप्सनहरू छन्। शिरिमासेन, थाहा छैन। शिरानाई देश, शित्ते इमासेन, शित्ते इनाई देश। सही उत्तर निकाल्ने जादुई खेक। धेरै विद्यार्थीहरू झुक्किने ठाउँ यही हो, तर एउटा कुरा सधैँ याद राख्नुहोस्, जब कसैले तपाईलाई शित्ते इमास्का भनेर प्रश्न सोध्छ, त्यसको उत्तर दुई तरिकाले मात्र दिन सकिन्छ। यदि थाहा छ भने पोजिटिभ हाई शित्ते इमास भन्नुपर्छ। यदि थाहा छैन भने नेगेटिभ इए शिरिमासेन भन्नुपर्छ। सावधानी, धेरैले झुक्किएर शित्ते इमासेन भन्नुहुन्छ, जुन व्याकरणको हिसाबले गलत हुन्छ। थाहा छैन भन्नलाई सधैँ शिरिमासेन नै प्रयोग गर्नुपर्छ। त्यसैले हाम्रो प्रश्नमा बीले इए भनेको हुनाले सही उत्तर नम्बर 1 शिरिमासेन हुन्छ।